हेलो हजुरहरू कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला नि? अनि हजुरहरूकोतिर गर्मी चाहिँ कस्तो छ हौ? यहाँ हेर्नुहोस् न, हाम्रोतिर त यति बेसी गर्मी छ, बिजोग भइसक्यो। नानीको केस हेर्नुहोस् न, यहाँनिर गर्मीले गर्दा तेल नलाइदिएको फुस्रो न फुस्रो भइहाल्छ। तेल लगाइदियो भने टाउकोभरि घमाउरो भएर बिजोग हुन्छ। अनि हेर्नुहोस् न, मेगी खाने अरे नि त छोरीले, माम त खानै मान्दैन। अनि मेगी बनाइदिएकै खुवाउँदा मान्दैन, आफै खान्छु भन्ने दिएकै आधी सोरो मुखमा आधी सोरो भुइँमा। खानु जान्दैन, भर्खर 9 महिना त पुग्दैछ। खानुलाई चाहिँ कोसिस गर्दैछ नि त आर्यले। हेर्नुहोस् न, बिचरा नानीको पो बिजोग भइसक्यो। सिजरहरूको नानी चाहिँ साह्रै गर्मी मान्दो रहेछ नि त। हेर्नुहोस् न, बाहिर त निस्किनसक्छ गर्मीले गर्दाखेरि। बिजोग भइसक्यो नानीहरूको। यदि तपाईँले भिडियो मन पर्यो भने लाइक, सेयर अनि सब्सक्राइब गरिदिनुहोस् ल।